नेकपा एमालेको 11औं महाधिवेशन भक्तपुरको सल्लाहघारीमा उद्घाटन गरिँदैछ। उद्घाटन अघि जुलुस निकालिएका छन्। महाधिवेशनको उद्घाटन रिमोट कन्ट्रोलबाट झण्डा फहराएर हुनेछ। महाधिवेशनको उद्घाटन समारोहलाई प्रविधि मैत्री बनाइएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यसबीच महाधिवेशनका लागि 108 जना प्रतिनिधि मनोनित गरिएको छ। मनोनितको सूचीमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलदेखि अखिलका पूर्व अध्यक्ष सुजन कडरियासम्म रहेका छन्। महाधिवेशनमा मनोनित हुने 108 जना महाधिवेशन प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले 60-40 को रेशियोमा भागबण्डा गरेको भनिएको थियो। शुक्रबार झण्डै 5 घण्टा बसेको सचिवालय बैठकमा भएको छलफल अनुसार ओली र पोखरेल समूहले 60-40 को रेशियोमा प्रतिनिधि मनोनित गर्ने सहमति बनेको बताएको थियो। तर यसमा संस्थापनले सहमति विपरीत एकलौटी निर्णय गरेको भन्दै ईश्वर पोखरेलले आपत्ति जनाएका छन्। एमाले विधान अनुसार 5% महाधिवेशन प्रतिनिधि मनोनित गर्न सकिनेछ। शुक्रबारको बैठकमा अध्यक्ष ओलीका तर्फबाट झण्डै 200 को नाम मनोनितका लागि पढेर सुनाइएपछि पोखरेल पक्षले त्यसलाई अस्वीकार गरेको थियो। त्यसपछि ओली पोखरेल समझदारीमा दुवै तर्फका 108 जनाको नाम फाइनल गर्ने सहमति भएको थियो। तर आज बिहान भने त्यो सहमति विपरीत ओलीले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन्। हिजोको सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने योजना थियो। तर उक्त सहमति विपरीत एकलौटी ढंगले सूची प्रकाशित गरिएको पोखरेलले बताए। एमाले सचिव योगेश भट्टराईले पनि आज आएको सूची सहमति गर्न सकिने खालको नभएको बताए। सहमति हुने खालको लिस्ट निस्केको छैन। उनले भने हिजो अध्यक्षले पेश गरेकै सूची आएछ। हिजोको बैठकमा ओली र पोखरेल दुवैले आफ्नो समूहको तर्फबाट अलग सूची पेश गरेपछि आज ती दुवै नामहरू बीचमा सहमति खोज्ने निर्णय भएको पोखरेल पक्षका नेताहरूको भनाइ छ। महाधिवेशनका लागि 2154 जना प्रतिनिधि निर्वाचित भइसकेका थिए। नेताहरूले 108 मनोनित गरेपछि 11औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्या 2262 जना पुगेको थियो। मनोनित प्रतिनिधिहरू विभिन्न भातृ संगठन, प्रदेश कमिटी, बुद्धिजीवी, युवा, विद्यार्थी, पेशागत महासंघ, सल्लाहकार परिषद लगायतबाट समेटिएको नेताहरूले बताएका छन्। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाहघारीमा बन्द सत्र भने काठमाडौँको त्रिकुटी मण्डपमा हुनेछ। यो महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र नेता ईश्वर पोखरेल बीच प्रतिस्पर्धा हुने निश्चित जस्तै भएको छ। पोखरेललाई पूर्व राष्ट्रपति तथा पूर्व उपाध्यक्ष विद्या भण्डारीको समर्थन रहेको छ। पोखरेलले पार्टीमा लोकतान्त्रिकरणको विषय उठाउँदै फरक मत पार्टीमा दर्ता गराइसकेका छन्। तर उनको फरक मत महाधिवेशनमा छलफल भने नहुने भएको छ। सचिवालय बैठकमा पोखरेलको प्रस्ताव बन्द सत्रमा वितरण गर्न भने दिने र पोखरेलले बोल्दा व्याख्या गर्न पाउने गरी सहमति जुटेको नेताहरूको भनाइ छ। दुवै पक्षले 15 पदाधिकारीमा प्यानलले बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरे पनि प्यानल सार्वजनिक गर्न सकेका छैनन्। नेकपा एमालेको 10औं महाधिवेशन 4 वर्ष अघि चितवनको सौराहामा भएको थियो। त्यसबेला अध्यक्षमा ओलीसँग नेता भीम रावलले प्रतिस्पर्धा गरेका थिए। यसबीच आजदेखि सुरु भएको महाधिवेशनका लागि भक्तपुरको सल्लाहघारी स्थित खुल्ला चौरमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। महाधिवेशन स्थलमा प्रवेश गर्ने नेता कार्यकर्ताहरूलाई लाइन लगाएर गेटमै सुरक्षा चेक जाँच गरिँदैछ। प्रवेश गर्ने नेता कार्यकर्ताहरूलाई प्रहरीले चेक जाँच गरिरहेको छ। महाधिवेशन स्थलसँगै सहभागी नेता कार्यकर्ता समर्थकको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली बिहानैबाट परिचालन भएको छ। प्रहरीले बिहानैदेखि विस्फोटक पदार्थ तथा हतियार सुँगेर पत्ता लगाउने तालिम प्राप्त कुकुर र बम डिटेक्टर उपकरणसहित सक्रिय भएका थिए। महाधिवेशन यही मङ्सिर 29 गतेसम्म हुने तय भएको छ। उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरूलाई आमन्त्रण गरिएको छ। यसैबीच कांग्रेसका सभापति शेरबहादुर देउवा भने उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरूलाई आमन्त्रण गरिएकामा देउवा नजाने भएका हुन्। कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले देउवा नजाने भएकाले उद्घाटन समारोहमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाइने जानकारी दिए। हरेक 5 वर्षमा महाधिवेशन गर्ने विधानको व्यवस्था भए पनि यसपालि 1 वर्ष अघि नै आयोजना गरिएको छ। 10औं महाधिवेशन मङ्सिर 2078 मा चितवनमा भएको थियो। जेन्जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थितिमा एमाले महाधिवेशन हुन लागेको हो। नीति र विधि तय गर्ने विधान महाधिवेशन गत भदौमा भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ। महाधिवेशनको बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीको प्रतिवेदनमाथि काउन्टर प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्। उनले केन्द्रीय कार्यालयमा अवधारणा पत्र दर्ता गराइसकेका छन्। अवधारणा पत्रमा ओलीको कार्यशैलीको आलोचना गर्दै पार्टीको आन्तरिक लोकतन्त्रको सवाल उठाइएको छ। पोखरेल अध्यक्ष पदमा ओली विरुद्ध उम्मेदवारी दिने तयारीमा छन्। विश्लेषकले यस महाधिवेशनलाई 2065 मा भएको बुटवलको 8औं महाधिवेशनसँग